उसको यहाँसम्म चाहिँ उसको नेचुरल कपाल छ है। अब यो पछिल्लो हुने तल हाफ इन्च तल है। पहिला नेचुरल कपाललाई मात्रै पहिला उसको चाहिँ नि पहिल्यै स्ट्रेट गरेको कपाल छ अनि यसमा चाहिँ कलर पनि छ होइन। उसको चाहिँ अब यो तल चाहिँ स्ट्रेट बाँकी नै छ, माथि चाहिँ उसको नेचुरल कपाल आइसक्यो होइन। यसमा चाहिँ हामी स्ट्रेट गर्दैछौँ अनि यसको लागि चाहिँ हामीले स्ट्रेट क्रिम यो चाहिँ कलरवाला, यो चाहिँ नर्मल कपाललाई हेयर स्ट्रेट गर्ने क्रिम है। पहिलाको स्ट्रेटमा चाहिँ क्रिम नलगाउने अनि हाफ इन्च टाढाबाट है, हाफ इन्च जराबाट हाफ इन्च छोडेर उसको उम्रेको नेचुरल कपालमा मात्रै गर्ने पहिला, अनि पछि यो उसको बाँकी पुरानो स्टेटमा चाहिँ पछि हामी लगाउँछौँ। अनि अहिले देखाउँछु म चेक गर्दाखेरि इलास्टिसिटी आउँछ यसमा, कपाल तन्किन्छ अहिले होइन 25 मिनटपछि, 20-25 मिनटपछि तन्क्यो है। देख्नुभयो तन्केको 10 मिनट राखेर अनि यो तल उसको छ नि स्ट्रेट गरेकोमा क्रिम लगाउने, पहिलाको स्ट्रेट गरेको कपालमा। पर्दैन किनभने यो त तल मात्रै छ नि त, सबै चाहिँ एकैचोटि नलिने, थोरै लिएर गर्ने। सिधै कोरेर राख्नु कपाललाई, किन्नु पर्यो अझै पखाल्नु पुगेको छैन यो क्रिम, सबै गयो सफा पानी आएको छ। पखाल्दाखेरि तपाईँहरू कोही पनि हेर्न जानु भएन कसरी पखाल्ने भनेर। क्रिम सबै गएर धाराबाट जस्तो पानी आउँछ नि त्यस्तै पानी आउनुपर्छ है, क्रिम सबै जानुपर्छ। हेर्नु है, आइरन गर्दाखेरि यसरी एकैचोटि माथि च्वाप पनि नपार्ने है, यसरी पहिला हातले समाउने, पहिला जरालाई यसरी तान्ने है। आइरन गर्दाखेरि कपाल कता छ यसरी राख्ने, सिधा तान्ने पहिला। कान पोल्ला भनेर कान समाउनु दिएको है कस्टमरलाई, एयर क्याप ल्याउनु बिर्सेको भएर। क्रिम बटाबाट राखेपछि यतिकै अप्लाई नगर्ने, यसलाई चाहिँ एकछिन यसरी चलाएर चलाउनु पर्छ अनि बल्ल अप्लाई गर्ने। केही पनि राखेको छैन, एउटा मात्रै हो 2 नम्बरको सेकेन्ड क्रिम। यसलाई पनि जरामा नपार्ने, सबै कपालमा यसरी क्रिमले भिज्नुपर्छ। कति मिनट राख्नु? 25 देखि 30 मिनटसम्म है। स्किन क्रिमले चाहिँ अब सुरुमा हामीले इलास्टिसिटी निकालेको थियौँ नि कपालको, त्यसलाई रेस्ट दिने काम गर्छ। यो चाहिँ ट्रिटमेन्ट जस्तै हो, जरामा परे पनि केही फरक पर्दैन। चिसो छ पानी छैन, मजाले होइन सफा हुने गरी पकाउनु पर्यो, त्यो सबै जाने गरी। अब आइरन गर्नुपर्छ नि, पछाडि चाहिँ पर्दैन, अगाडि चाहिँ अलिअलि मात्रै गरिदिने। 3-4 घन्टा नै लाग्ने रहेछ है। लाग्छ। अलिअलि हल्का तान्ने, हल्का तान्ने।
पछाडि त स्ट्रेटै छ है। स्ट्रेट नै छ, त्यही पनि अलिअलि तानिदिनु। अघि फर्स्ट क्रिममा जस्तो मोटो पातलो पातलो चाहिँ लिनु पर्दैन, यसमा चाहिँ हल्का मोटै लिएर गर्दा पनि हुन्छ। भइसक्यो कान समातेस समातेस। मान्छे अर्कै भयो ल स्ट्रेट